Questions यस्तो छ. Number 1, if points A and B are on a circle with center 3, 4 भनेपछि यहाँ के रहेछ भन्दाखेरि एउटा सर्कल रहेछ, सर्कल छ अनि सेन्टरमा चाहिँ को रहेछ अरे. सो यो क्वेसन किताबको सिमिलर क्वेसन हो. सेन्टरमा चाहिँ 3, 4 छ अरे. A को भ्यालु छ, सो A B A मा छ 5, 4, B मा छ x, 6. These are on the circle with center 3, 4. Find the value of x भन्दैछ. सो यहाँनिर यो क्वेसन मिड पोइन्ट फर्मुला लगाएर गर्नु पर्यो. सिधै x कोअर्डिनेटको मात्रै लाउँदा हुन्छ, नभए मिड पोइन्ट फर्मुलाले के गर्छ भन्दाखेरि x, y इज इक्वल टु x1 प्लस x2 बाई 2 त्यहाँबाट y1 प्लस y2 होल डिभाइडेड बाई 2. अच्छा, देन आफ्टर चाहिँ के गर्नु पर्यो भन्दाखेरि, सो यो हामीले क्लासमा सिकेकै हो. यसलाई x1, यसलाई y1, यतापट्टिकोलाई x2 y2 अनि यहाँ बिचकोलाई x, y भन्छ. ओके, सो अब हामीलाई x को मात्रै भ्यालु चाहिएको छ. x को मात्रै सल्भ गर्दा पनि भइहाल्थ्यो किनभने यो 1 मार्क्सको क्वेसन हो. सो यहाँनिर x, y यहाँनिर लाउनु पर्यो 3, 4 लाउनु पर्यो. x1 र x2 हुन्छ हाम्रो, यहाँ x1 भइहाल्यो, यहाँ x2 भइहाल्यो. ओके, सो हाम्रो 5 प्लस x होल डिभाइडेड बाई 2 गर्नु पर्यो. यति मात्रै सल्भ गर्दा पनि भइहाल्छ, नभने यतापट्टि y1 प्लस y2 4 प्लस 6 डिभाइडेड बाई 2 यो पनि गर्दा हुन्छ. नौ अब हामीले के गर्नुपर्ने हुन्छ, यो 3 र यसलाई इक्वेट गर्नुपर्ने हुन्छ. सो 3 इज इक्वल टु 5 प्लस x बाई 2. यो 2 लाई उता लग्यो, सो मल्टिप्लाई भयो होइन, 3 इन्टु 2 भयो. यतापट्टि 5 प्लस x छ. सो x को भ्यालुको लागि अब के गर्छ हामी, यहाँ 6 प्लस 5 लाई त्यसलाई माइनस 5, यतापट्टि x. सो 6 माइनस 5 भनेको 1. सो x इज इक्वल टु कति हुँदो रहेछ, 1. सो अप्सन नम्बर D will be the correct answer.